नमस्कार। पडकास्ट कथा राजनीतिको पहिलो श्रृङ्खलामा तपाईलाई स्वागत छ। आज म कंग्रेसबाट बुवा मातृका प्रसाद कोइराला 2008 सालमा प्रधानमन्त्री भएकै बेला छोरा कमल कोइराला कसरी कम्युनिस्ट भए, उनलाई कसले कम्युनिस्ट बनाए, कम्युनिस्ट बनेपछि पारिवारिक रूपमा उनले भोगेको असहजता के थियो, आज म तपाईलाई सुनाउँछु। 5 फागुन 2079 मा काठमाडौँको थापा गाउँ स्थित कमल कोइराला निवासमा गए। जानुको एउटा कारण थियो, उनको सम्झनामा 2007 साल फागुन 7 मा प्रजातन्त्र घोषणा गर्नु अघिको राजनीतिक माहौल काठमाडौँमा कस्तो थियो। मैले द नेपाल टप समाचार पत्रका लागि प्रजातन्त्र विशेष सामग्री संकलन गर्नु थियो। फोन गरेर मध्याहतिर जाँदा उनी घरको छतमा घाम ताप्दै रहेछन्। पूर्व चिनजान हुनाले उनले म पुग्ने बित्तिकै ल सकिहालौं भनेर प्रजातन्त्र घोषणा अघिको काठमाडौँको माहौल बताए। त्यसपछि आफू कम्युनिस्ट कसरी बने त्यो पनि सुनाए। उनका अनुसार बुवा मातृका प्रधानमन्त्री भएको त्यस्तै 1 महिना भएको थियो। अस्कल स्थित अमृत साइन्स क्याम्पसमा उनी पढ्थे। त्यसबेला खुकुरी दलले विद्रोह गर्यो। राजनीतिक माहौल संलिएको थिएन। निर्मल लामाले अस्कल क्याम्पसको प्राङ्गणमा विचारोत्तेजक भाषण गरे। कोइराला सरकारको चर्को आलोचना गरे, कठपुतली सरकार भने। प्रजातन्त्र स्थापना भए पनि जनताले त्यसको महसुस गर्न नपाएको बताए। कमललाई निर्मल लामाको भाषण निकै दमदार लाग्यो र उनी लामाको पछाडिपट्टि उभिएर सुने। त्यही बेला प्रहरी आए र निर्मल लामा सहित कमललाई पनि पक्राउ गरे। हिरासतमा पुर्याएपछि एकजना प्रहरीले सोधे, तिम्रो नाम र ठेगाना भन्नु, बुवाको नाम पनि भन्नु। कमलले भने, म कमल कोइराला, घर विराटनगर, बुवा मातृका प्रसाद कोइराला। यति भन्दा प्रहरी झस्किए अनि केही छिनमै रेडियो नेपालमा समाचार प्रकाशन भयो कि प्रधानमन्त्री मातृका प्रसाद कोइरालाका छोरा पक्राउ। केही समाचार पत्रमा भोलिपल्ट कांग्रेस प्रधानमन्त्रीका छोरा कम्युनिस्ट भनेर समाचार छ्यापछ्याप्ती प्रकाशन भयो। यही आशयमा भारतको चर्चित पत्रिका द हिन्दूले पनि त्यही लेख्यो। विश्वभर यो खबरले सनसनी मचियो। कमलका अनुसार उनको रिहा पक्राउ परेको करिब 2 घण्टामै भएको थियो। आमा उनीसँग एक दिन बोलिनन्। दोस्रो दिनमा भनिन्, किन कम्युनिस्ट भएको? कमलले जवाब दिए, त्यसै। उनका अनुसार उनी कम्युनिस्ट भएको कुनै राजनीतिक सिद्धान्त, विचार र कार्यक्रम मन परेकोले थिएन। केवल निर्मल लामाको भाषण उनकै पछि उभिएर सुन्दा प्रहरीले पक्राउ गरेको र सञ्चार माध्यममा कांग्रेस प्रधानमन्त्रीका कम्युनिस्ट छोरा भनेर समाचार प्रकाशन प्रसारण भएपछि त्यसै कम्युनिस्ट बनेका थिए। यसपछि बुवा मातृका उनीसँग थुप्रै महिना बोलेनन्। पछि दशैंमा घर विराटनगर जाँदा बोले, तर बुवा मातृकाले उनलाई कांग्रेस हुनै पर्छ भनेनन् र आजीवन उनी कम्युनिस्ट भए। उनै कमलको गएको 17 चैतमा 87 वर्षको उमेरमा निधन भयो। हवस् त, पडकास्ट कथा राजनीतिको पहिलो श्रृङ्खलाबाट बिदा हुन्छु। कुनै सुझाव प्रतिक्रिया भए कथा राजनीतिको@gmail.com मा प्रतिक्रिया पठाउन सक्नुहुन्छ। अर्को अङ्कमा भेटौँला। नमस्ते।